ओड्ने डोसाउने कपडा पनि आयो, तेल बुटुन नुन सबै आयो, अन्न पानी सबै आयो। अब हामी धेरै खुसी छौँ। तपाईहरुलाई धेरै धेरै धन्यवाद छ। 9 10 11 12 13 14 15 16 17 तपाईले सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद। पक्कै पनि दर्शक महानुभावहरू, साँच्चै कि आज यो परिवारमा तपाईहरुको सपोर्टले गर्दा एकदमै खुसी हामीले चाहिँ दिलाउन चाहिँ सफल भएका छौँ। हजुर, ताता राम्रो कपडा हैन? कस्तो रहेछ नानु? राम्रै छन्। राम्रा छन्। अझ उति नभएर हामीले अलिकति उहाँको उपचारको लागि भनेर पैसा पनि बचाएर ल्याइदिएका छौँ। दर्शक महानुभावहरू, हामी धेरै ठाउँमा गएर सङ्घर्ष गऱ्यौँ। हामी प्युठान समेत पुग्यौँ। प्युठानमा पुगेर हामीले मिटर ल्याइदिएर आयौँ उहाँहरूको लागि। अझ उति नभएर हामीले त्यति हुँदाहुँदै पनि केही पैसा चाहिँ हामीले उहाँको उपचारको लागि बचाएर चाहिँ ल्याइदिएका छौँ। उहाँहरूको केही भए पनि उहाँहरूले उपचार खर्च गर्नुहुन्छ भनेर हामीले यो पैसा चाहिँ बचाएर ल्याइदिएका छौँ हैन? दर्शक महानुभावहरू, यति बेला हामीले यो परिवारको लागि तातो कपडाहरू केही भए पनि हामीले कपडाहरू लिएर आएका छौँ। यो कपडाहरू पनि हामी यो परिवारलाई दिँदैछौँ। लगाउनुहुन्छ, लगाएर आउनुहुनेछ। उहाँबाट चाहिँ सुरु गरौँ, घरको मूल्य मान्छेबाट सुरु गरौँ। उहाँको कपडा के हो दिनुहोस् त। यो एउटा यो लगाएर आउनुहोस् हैन? एकछिन रोक्नुहोस्, अर्को पनि छ। अनि यो तपाईँ लगाएर आउनुहोस्, जानुहोस् ल। यो सानो नानीको देखाउनुहोस्। यो चाहिँ सानो नानीको होइन? ल बाबासित गएर कपडा फेरेर आउने। ल ल जाऊ भित्र। जाऊ। यो दिदीले, यो तपाईँले पनि लगाएर आउनुहोस् है। भित्र गएर कपडा फेरेर आउनुहोस्। यो नानीको ल। यो नानीको अनि यो नानीको ल। यो परिवारको लागि हामीले कपडाहरू ल्याएका छौँ। अन्य कुराहरू छँदैछन्। पहिला हामीले कपडा लगाउनेछन्। यो परिवारले लगाइसकेपछि के कपडाहरू चाहिँ छन् भन्ने कुरा हामी तपाईँको माझमा देखाउनेछौँ हैन? त्यसपछि हामी अरू कुरा गर्नेछौँ। यति बेला यो परिवारको घरमा झलमल्ल बत्ती चाहिँ बोलिरहेको छ। सँगसँगै ओठमा हाँसो खुसी चाहिँ हामीले देखिरहेका छौँ भने धेरै हामीले बाहेक अन्य व्यक्तिहरूले पनि सहयोग गर्नुभएको छ। यहाँ धेरैजनाले सहयोग गर्नुभएको छ। यो कुरा पनि म तपाईँको माझमा भन्न गएँ। सँगसँगै आज हामी यो परिवारसँग दुःख सुखका कुराहरू तपाईँको माझमा गर्नेछौँ। एकदमै पीडित परिवार, एकदमै कमजोर आर्थिक अवस्था भएको परिवारको लागि आज हामी जसरी सहयोग लिएर आयौँ, तपाईँको निकै ठुलो भूमिका छ। तपाईँहरूको साथ सपोर्टले गर्दा आज हामीले यहाँसम्म आउने मौका अवसर पायौँ। त्यसको लागि जति पनि जनाले हेर्नु भएको छ, म तपाईँहरूलाई फेरि पनि हृदयदेखि आत्मादेखि धन्यवादका शब्दभावहरू बोल्न गइरहेको छु। अब कपडा लाएर आउनुहुन्छ, त्यसपछि हामी तपाईँसँग जोडिनेछौँ। ल यो परिवारले कपडा उहाँको हात चाहिँ यस्तो भएको छ, त्यही भएर उहाँलाई माथिको चाहिँ ज्याकेट लगाउन मिलेन। त्यसरी गर्नुभएको छ, देख्नु भएको छ। यो परिवारलाई हामीले अलिकति भए पनि न्यानो कपडा ल्याइदिएर आएका थियौँ। दिदी यता आउनुहोस् त। ल हेर्नुहोस्, यो परिवारलाई कपडा ठिक्क त भयो नि दिदी? हजुर। कस्तो रहेछ? राम्रो हजुर, ताता राम्रो कपडा हैन? कस्तो रहेछ नानु? राम्रै छन्। राम्रा छन्। अनि हेर्न सक्नुहुन्छ, हामीले यो परिवारलाई अलिकति भए पनि कपडा ल्याइदिएका छौँ। सँगसँगै यी नानी बाबुहरूले पठन पाठनको लागि हामीले कपीहरू पेनहरू पनि ल्याइदिएका छौँ। राइसर ल्याउनुहोस् त। ल ल यो नानीहरूको लागि कापी पेनहरू। ल अब लेख्नलाई पनि भयो होइन? ल धेरै पढ्ने है, ठुलो मान्छे बन्ने, राम्रो मान्छे बन्ने है। ल ल कस्तो लाग्यो कापीहरू? राम्रो लाग्यो। ए अब कापीहरू थियो कि थिएन? कापीहरू थिएनन्। ए अब लेख्नलाई त भयो नि होइन? भयो। ए अब केही चाहियो भने, केही कुरा चाहियो भने भन्ने, हामीलाई कापी पेन चाहियो भने, ड्रेस चाहियो भने भन्ने है। अनि सानो नानु कस्तो लाग्यो? राम्रो लाग्यो। खुसी छौ? पक्कै पनि दर्शक महानुभावहरू, जसरी अस्ति यो परिवारको आँखाभरि आँसु थियो, मनभरि पीडा थियो, त्यो पीडालाई, त्यो आँसुलाई थोरै भए पनि हामीले थाम्नका लागि, थोरै भए पनि यो परिवारको ओठमा हाँसो ल्याउनका निम्ति आज हामीले थोरै सहयोग लिएर आइरहेका छौँ। एकदमै यो परिवारमा आज हामीले हाँसो खुसी देखिरहेका छौँ। जसरी अब हामीले अरू केहीको लागि,
अरू काम पुरा भइसकेको छ लगभग। अब यो परिवारको लागि उहाँको उपचारको लागि र उहाँको उपचारको लागि अलिकति पैसा भयो भने चेक जाँचको लागि त्यति भए हुन्छ। त्यसको लागि तपाईँहरूले सहयोग गरिदिनुहुनेछ भन्ने कुरामा हामी भरपुर आशा लिइरहेका छौँ। अब हामी यही सँगसँगै उहाँहरूलाई ओड्ने ओछ्याउने कपडा पनि छ हाम्रो साथमा, उहाँले हामीले लिएर आएका छौँ, त्यो पनि हामीले हस्तान्तरण गर्नेछौँ। यसमा चाहिँ उहाँहरूको ओड्ने ओछ्याउने कपडा छ। ल ल ल यो चाहिँ नानीको लागि कुसन है। ल यो नानीलाई यो परिवारलाई ल सानो नानीको लागि। अनि राजु सर लाउनुहोस् पहिला। एकदमै अब तातोमा बस्नेछ यो परिवार। जसरी तपाईँहरूले सहयोग गर्नुभयो, तपाईँहरूले गरेको सहयोगलाई हामीले उहाँसँग मात्रै पुऱ्याएको, हामी एउटा माध्यम मात्र हो सहयोग गर्ने तपाईँहरू हो। तपाईँ एउटा भगवान् जस्तो बनेर उहाँहरूको लागि तपाईँले धेरै नसकेको पनि 150 रुपियाँ जति पनि सहयोग गर्नुभयो, म तपाईँलाई फेरि पनि सम्झिन चाहेँ। जसरी एकजना दाइ हुनुहुन्थ्यो, मेरो 10,000 रुपियाँ पैसा उहाँहरूको बिजुली जोड्नका निम्ति तपाईँले सहयोग गरिदिनु होला भन्नुभयो। अन्यले पनि कसैले कति गरेर चाहिँ सहयोग गरिदिनु भयो। तपाईँहरूले थोरै थोरै गरेको सहयोगले आज हामीले यो परिवारमा खुसी बाँड्न चाहिँ पाएका छौँ। अब चिसोमा सुत्नु पर्दैन दिदी? हजुर, पर्दैन अब पर्दैन। के भन्नुहुन्छ अब यसरी कपडाहरू किनिदिने मान्छेलाई, सहयोग गर्ने मान्छेलाई के भन्नुहुन्छ? भाउ धेरै धेरै धन्यवाद। अनि चिसामा सुत्नुहुन्थ्यो नि होइन? हजुर। अब त चिसामा सुत्नु परेन, तातो भएर सुत्तिन्छ नि यो ओढेर हजुर है। हजुर। ल यो पनि तपाईँहरूको लागि है। अझै छन्, यो यता राख्नुहोस् राजु। बिछाउनको लागि उहाँहरूको लागि यहाँ सेट लिनुहोस्। यो चाहिँ उहाँहरूले बिछाउनको लागि अथवा ओड्नको लागि हामीले यो परिवारलाई यी चिजहरू ल्याइदिएका छौँ भने यहाँ राख नानु। अब खाद्यान्नका चिजहरू हामी ल्याइरहेका छौँ। तेलको गत्ता चाहिँ तेल ल्याउनुहोस्। तपाईँहरूले गरेको सहयोग हो, हामी तपाईँहरूलाई नै देखाउँछौँ के चिज छ भनेर हामी तपाईँहरूलाई देखाउँछौँ। यो चाहिँ यो तेलको गत्ता चाहिँ छ, एउटा तेलको गत्ता चाहिँ ल्याइदिएका छौँ हामीले। अनि कपडा धुने साबुनहरू देखाउनुहोस् त राजु सर। यो चाहिँ कपडा धुने साबुनहरू, नुहाउने साबुन पनि छ। नुहाउने राम्रो हुने अनि यो घाउ चाहिँ सफा गर्ने तपाईँले है। हजुर। कस्तो लागिरहेछ? एकदम राम्रो लागेको छ। हजुर। हजुरले सबैले सहायता दिनुभएको छ। हजुर। अहिलेसम्मलाई सबै कुरो राम्रो भएको छ र मलाई एकदम खुसी। हजुरलाई दिदीबहिनी हिसाबले दाइ भाउजू भान्जा भान्जीबाट सबैको अब हजुरले सहायता दिनुभएको छ। अझै पनि स्वास्थ्य गर्नु होला भन्ने आशाको छ मलाई। मेरोले अब सबैले दिदीबहिनीलाई हजुरलाई मिलाई धन्यवाद छ। धन्यवाद भन्नुहुन्छ होइन। अब चामल ल्याउनुहोस् त। यो दाल पनि तपाईँलाई दाल पनि है, केही दिनलाई यो दाल पनि हुन्छ होइन। अब यो चामल चाहिँ हामीले 2टा कट्टा ल्याइदिएका छौँ उहाँहरूको लागि। ल यति भएस त पहिले पनि आएको छ सहयोग होइन। यति भए त केही दिनलाई खान त पुग्ला नि होइन? हजुर पुग्छ। हजुर। अनि पुग्छ कि पुग्दैन नानु? पुग्छ। अस्ति त धेरै रोएथ्यौ तिमी, अस्ति किन रोएथ्यौ? बाबाको भुटो लाएर। बाबाको भुटो लाएर? अनि खाने खर्च पनि थिएन होइन? खाने खर्च माग्न को जान्थ्यो अरे? म। तिमी जान्थ्यौ? हजुर। अब जानुपर्छ कि पर्दैन? पर्दैन होइन। तिमी दुःख पाउँथ्यौ, अब जानु पर्दैन होइन? अब त सबै घरमै आएको छ सबै कुरा होइन। अब तातोमा लाउने कपडाहरू पनि अब थिएन, त्यति बेला थिएन, अब चाहिँ भएको छ होइन? ए हो। तपाईँले सहयोग गर्नुभयो, धेरै धेरै धन्यवाद। पक्कै पनि दर्शक महानुभावहरू, साँच्चै कि आज यो परिवारमा तपाईँहरूको सपोर्टले गर्दा एकदमै खुसी हामीले चाहिँ दिलाउन चाहिँ सफल भएका छौँ। अझ उति नभएर हामीले अलिकति उहाँको उपचारको लागि भनेर पैसा पनि बचाएर ल्याइदिएका छौँ। दर्शक महानुभावहरू, हामी धेरै ठाउँमा गएर सङ्घर्ष गऱ्यौँ। हामी प्युठान समेत पुग्यौँ। प्युठानमा पुगेर हामीले मिटर ल्याइदिएर आयौँ उहाँहरूको लागि। अझ उति नभएर हामीले त्यति हुँदाहुँदै पनि केही पैसा चाहिँ हामीले उहाँको उपचारको लागि बचाएर चाहिँ ल्याइदिएका छौँ। उहाँहरूको केही भए पनि उहाँहरूले उपचार खर्च गर्नुहुन्छ भनेर हामीले यो पैसा चाहिँ बचाएर ल्याइदिएका छौँ होइन। म सबैलाई देखाउन चाहन्छु पैसा। 1 2
3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17,000 17,005 रुपियाँ पैसा छ। यो पैसा तपाईँले उपचारमा खर्च गर्ने, तपाईँको उपचारमा यो हात छ नि, यो हात यस्तो भइरहेछ, यसलाई यस्तो नराख्ने, भोलि चाहिँ तपाईँ उपचारको लागि जाने, अलिकति पैसा रक्सी नखाने है, रक्सी भन्ने कुरा चाहिँ नखाने तपाईँले, बुझ्नुभयो? रक्सी चुरोट भन्ने कुरा चाहिँ नखाने। यो हातले यही हातले चुरोट खानुभयो भने, यो जलेको हातले, यो घाउ भइरहेको हातले चुरोट खानुभयो भने झन् घाउ हुन्छ। तपाईँ चुरोट पनि नखाने, रक्सी नखाने है, अनि भोलि उपचार गर्ने, अनि उपचार गरेपछि निको हुन्छ। भोलि उपचार गर्नु भएन भने यो झन् समस्या हुन्छ, हात काटेर फाल्नुपर्छ, बुझ्नुभयो नि? जहाँ रक्सी केही पनि नखाने है, भोलि जानुहुन्छ ल। नानीहरूले पढ्ने, राम्रो धेरै पढ्ने है, धेरै पढ्ने, राम्रो मान्छे बनेको, असल मान्छे बनेको सुन्न पाइयोस् है। केही पऱ्यो भने, केही चाहियो भने, कापी कलम झोलाहरू चाहियो भने सम्झिने दाइहरूलाई है, अरू बेला नसम्झे पनि केही चाहियो भने सम्झिने दाइहरूलाई है, हामी गर्छौँ है। ल पक्कै हो नि, पक्कै सम्झिन्छौ ल। प्रभुलाई धेरै धेरै धन्यवाद छ। ओड्ने डोसाउने कपडा पनि आयो, तेल बुटुन नुन सबै आयो, अन्न पानी सबै आयो। अब हामी धेरै खुसी छौँ। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। भगवानले राम्रै गरून्, तपाईँको आशीर्वाद लागोस् होइन। तपाईँको आशीर्वादले फेरि पनि तपाईँ जस्ता धेरै मान्छेहरू लगायत तपाईँहरू जस्ता मान्छेहरूलाई सहयोग गर्न पाइयोस्। एकदम खुसी हुनुहुन्छ नि होइन? हजुर ल एकदम राम्रो गर्ने है। दर्शक महानुभावहरू, अब हामी उहाँसँग यो रकम चाहिँ हस्तान्तरण गर्नेछौँ। त्यसपछि हामी तपाईँसँग फेरि उहाँहरूलाई खाना खुवाउनेछौँ। त्यसपछि हामी बिदा हुनेछौँ। सबैजनाले हेर्नु भएको छ, एकदम सेयर गरिदिनु होला। प्रत्येक देश विदेशमा रहेका नेपाली दाजुभाइ समक्ष यो भिडियोलाई पुर्याइदिनु होला। सबैजनाले सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। तपाईँको सपोर्ट माया हौसलाले आज यहाँसम्म हामीले काम गर्न पाएका छौँ भने अझ धेरै काम गर्ने मौका अवसर मिलोस्। हस् त, धन्यवाद।